मेरो गाउँतिर आएको छु। तपाईहरुलाई चाहिँ मेरो घर गाउँ घुमाउने छु, हेर्नु होला पुरा भिडियो। हामी जाँदैछौँ डाँडा गाउँ, 1 खुट्किलो माथि आइपुगेको छौँ मैले। हामी पछाडि चाहिँ देख्न सक्नुहुन्छ दिदी भिनाजु बुवा अनि बडीबा हुनुहुन्छ। यहाँ एउटा कुकुर पनि छ हाम्रो साथमा लिएर हिँडेको। आजको यहाँको मौसम चाहिँ एकदम शीतल सफा स्वच्छ छ, हो कि हैन दिदी? कस्तो लागिरहेको छ त आन्टीको घरमा? भिनाजु हिँड्न सक्नुहुन्छ कि हुन्न? झापाली मान्छे हो, लिएर आएको छौँ हामीले। ज्यान पनि हेर्न सक्नुहुन्छ, खाइलाग्दो ज्यान चाहिँ हिँड्न सक्नुहुन्छ कि हुन थाहा छैन। खानदानी ज्यान अरे। हाम्रो चाहिँ यहाँनिर हुन्छ 84 वर्षको बा हिँड्दै हुनुहुन्छ तातेर, नातिनीहरूसँग हिँड्न पाएपछि त आहा। मेरो प्यारो नातिनी कति खुसी लागेको छ, मलाई आनन्द लाग्छ। म चाहिँ प्यारो नातिनी है, बुवाको प्यारो। बुवाले मलाई प्यारो भन्नु नि त हो। यहाँनिर हेर्न सक्नुहुन्छ न्यू न्यू कपल्सहरू। अनि अरू के भनौँ र, यो चाहिँ मेरो पहिलाको त्यो नर्सरी एलकेजीतिर पढ्न जाने बाटो हो गाइस। त्यति बेला त्यस्तो राम्रो थिएन, हामी खेल्दै खेल्दै जान्थ्यौँ बाटोतिर चाहिँ। भिनाजु चाहिँ नयाँ नयाँ भिनाजु भएर होला बोल्नु नि हुन्न खासै। बोल्ने चाहिँ हो कि यो भ्लग बनाएर हो, मलाई बोल्न यो उकालोमा बोल्न नसकेको होइन, भिनाजुलाई कोही घरबाट नबोल्नु भनेर पठाएको छ कि क्या हो, बोल्नै हुन्न। कसैले हेर्दै हुनुहुन्छ त्यहाँ घर गाउँको भने भनिदिनु है, यहाँ ससुरालीतिर मात्र नबोलेको हो कि घरमा पनि यस्तै हो। अहिले टिकटक बनाउँदैछौँ, बाटोमा थकित भएर गले गलेको जस्तो अवस्था भएर भिनाजु साली भिनाजु टिकटक बना भनेको नमानेर जबरजस्ती एउटा बनाएको छु, हेरेर लाइक गरिदिनु। थकाइ लागेर बस्नु भएको? हजुर, थकाइ होइन, तिमीलाई पर्खेर म त कहाँ थकाइ लाग्छ, कुद्ने थियो नि एकदम। कुकुरजी पनि थकाइ मार्दै हुन्छ। हाम्रो गाउँको कुकुरहरू पनि कति राम्रो, वाउ। त्यो चाहिँ पहिला म एक जमानामा यहाँ पढेको थिएँ, तर स्कुलको नाम निशान छैन गाइस नि। अनि हाम्रो चाहिँ पहिला थकाइ मार्ने ठाउँ हो एक जमानामा, कति जुग अगाडि। अहिले चाहिँ हामी सम्म बाटो छोडेर फेरि उकालो बाटोको कसरतमा छौँ। बुवाहरू चाहिँ कहाँ गइसक्नु थाहा छैन, हामीलाई त अब बाटो टिकटक बनाउँदै हिँड्नुपर्छ नि त। यही बाटो जानुहुन्छ। अनि हेर्नु न गाइस, बाटो यस्तो छ। झापालीलाई पनि यस्तो बाटो हिँडेर मैले उल्का हेर्नु होला गाइस। हामी चाहिँ फाइनली डाँडा गाउँ आइपुगेको छौँ। यहाँको मौसम चाहिँ हेर्दाखेरि एकैछिनमा कस्तो चेन्ज हुन्छ। मेरो मुखमा चाहिँ सुपारी हालिरहेको छु, अनि यहाँ आउँदी चाहिँ हुस्से लागिरहेको छ, हेर्न सक्नुहुन्छ। अब हामी यहाँको देखाउँछौँ मिठो 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 चटफटे खानाको चटफटे। स्वर्ग से हावा आ रहा है यहाँ, स्वर्ग भन्दा नि राम्रो छ हावा। यस्तो दामी आइरहेको छ नि यो बर्को रुखदेखि। बुवा त यहाँ आइपुगेर बस्नु भएको छ, हामीसँगै आइपुग्नु भयो त बुवा। कस्तो लागिरहेछ बुवा? एकदम शीतल। हेर्ने गरिब एक्लै आयो तिमीहरूलाई छोडेर, म कति बोल्यो रहेछ तिमीहरू भन्दा। तिमीहरू मलाई भेट्न सक्छ रहेछौ, अघि भन्थ्यो नि हिँड्न सक्नुहुन्छ भन्थ्यो नि। बुवा यही फ्रुटी खानु त, खानु न फ्रुटी। होस् गर सोल्थ्यो नि तुङ्ग ताने छु, नथानी गाउँदै हुनुहुन्छ। नाच्न जाने छु। त्यो तानेर पो गाउने हो त। उहाँ सर्किँदैन भन्दै आउँदैछ। खोइ भिनाजुलाई चाहिँ तुम्बै तान्नु भयो त। अनि मातेर घर पुगिँदैन नि आज, के भन्छ घर पुगिँदैन नि आज यस्तो पाराले। हाम्रो चाहिँ बेला भएको छ चटपटे खाने बेला। खाइसकेपछि भिडियो बनाएको। यहाँनिर हुनुहुन्छ बुवा चाहिँ उहाँ लुकेर खानुहुन्छ, बाहिर खानुहुन्न अरे, लाज लाग्छ अरे। हामी चाहिँ अहिले म पहिला पढेको स्कुल जाँदैछु, 10सम्म पढेको स्कुल मैले। अनि कति भयो नगएको भने 11, 12, 4-5 वर्ष पछि लगभग जाँदैछु। हेर्नु होला
बुवालाई पनि लिएर गएको मैले यहाँनिर छ मेरो स्कुल हामी चाहिँ डाँडा गाउँदेखि झरिसक्यौँ खाँदा 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 बुवालाई अहिले चाहिँ हामी लिचीको जुस खुवाउँदैछौँ अघि तैँले सोधेको मैले कुरो बुझिनँ नि त यो भात खान्थे नि भन्नु न अनि किन खानु त लिची खाने भने चाहिँ उजाएर खाने भनेर म खान्न भनेको त लिचीको जुस खाने भनेको लिची हो त कुरो बुझेँ म त लिची खाने भने सुनेँ कि लिची घरमा खाइहाल्छ किन यहाँ किनाउनु भनेर खाँदा 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 ओक्ता पोख्ता भएर भरे रातिलाई पनि लिएर हिँडिरहेछ एउटीले चाहिँ हाम्रो एटिएम हुनुहुन्छ उहाँ चाहिँ ब्याङ्क एटिएम मेरो चाहिँ हिँड्दा हिँड्दै यो जुत्तीले खुट्टा दुखाएर घाउ पिल्साइदिएर अनि यसरी खाली खुट्टा हिँड्नु परेछ गाइस यस्तो यस्तो बाटोमा यस्तो ढुङ्गै ढुङ्गा कसैले माया गरेन मलाई यहाँनिर हुनु जाँदैछन् हामी चाहिँ घरमासतिर डाँडामा आएर गलेर बसेको अवस्था दिदी गलियो म त झन् सिकिस् त हाम्रो भिनाजु मात्र हुनुहुन्छ एउटा अलिक डह्रो साहसी यहाँ फ्यामिली प्याक भएको मान्छे हामी चाहिँ फाइनली घर आइपुगेको डुलेर डुलेर यहाँ चाहिँ आएको छ कालु के छ यहाँ चाहिँ हुनुहुन्छ हाम्री जल्दी बल्दी आमा के छ खबर अन्त देखाल पर्नु पर्यो नि त छोरीहरू आम्मा हाम्रो मम्मीको चाहिँ यहाँ भान्सा चल्दै प्याजी खानालाई रेडी हुँदैछ यहाँ दिदीले काट्दैछ बसे है मैले यहाँ चुलेसी राखेर काटेको रो हेर्नु